घर जल्दाखेरि पनि हामी रुखको फेदमा बसेर आकाश हेरेर सुत्थ्यौँ कि त्यतिखेर कसैले पनि हामीलाई होइन यहाँ बसौँ भन्ने खालको कुरा गर्नुहुन्न थियो। त्यो भनेपछि वरिपरिको मान्छेहरू गाउँका छरछिमेकीहरूले चाहिँ ल मेरोमा आऊ बस केही तिमीहरूको त्यो जो नहुँदासम्म मेरोमा आऊ भन्ने त्यस्तो खालको भावना थिएन? कसैले त्यस्तो भनेन। जिन्दगीको यो लामो यात्रा सँगै हिँडौँ कालो तिमी र म मात्र नजर ठोकेछ मैतिर हेर्यौ र नजर ठोकेछ तिमीलाई मन परे मलाई ओके छ। तर मैले त्यो कठिनहरू कसैलाई सुनाएन, मम्मी बुवालाई पनि कसैले सुनाएन। मैले कति दुःख पाएँ के गरेँ त्यो मलाई मात्र थाहा थियो। मैले आज होइन आज यही मिडिया मार्फतबाट मैले यो कुरा भन्दैछु। बाँस काटेर अनि बाँसको सानो टाटी घर बनाएर कटेज बनाएर बस्यो। अहिले चाहिँ मम्मीहरू हुनुहुन्छ बुवाहरू हुनुहुन्छ उहाँहरूसँग यस्तो विषयमा कहिले काहीँ कुरा गर्नुहुन्न हाम्रो अवस्था त्यस्तो थियो मम्मी त्यस्तो थियो भन्ने जस्तो चाडबाडको कुराहरू आउला होइन त्यस्तो बेला कुराहरू हुन्छ कि हुन्न? हुन्छ। अहिले पनि मम्मी एकदम होइन मम्मी बिरामी भइरहनुहुन्छ। बुवालाई पनि सुगरले 17 दिनकै बुवाले पनि औषधि खाएर बसिरहनु भएको छ गाउँमा। मम्मी धेरै रुनु भएको थियो, मम्मी सँगसँगै आफू पनि रुन्थ्यो। तर किन रोयो भनेर मलाई थाहा हुँदैन थियो होइन। आज पनि सम्झिँदाखेरि होइन भन्नै सकिन्न। अरू रोएको देखेर तपाईँ रुनुभयो तर के कारण हो यो रुनु मम्मीहरू के रुनु भएको छ भनेर थाहा थियो? अनि मम्मीले अस्ति नै म आउँछु मेरो उपचार गर्न पर्यो मलाई गाह्रो भयो भन्दै हुनुहुन्थ्यो। मसँग पैसा थिएन अनि 1-2 दिन पख्नु मसँग भयो भने म बोलाउँछु भनेर भनेको छु। थामेर किन छोड्यौ हातहरू रोजेर फेरि तोड्यौ साथहरू छोडेर गयो सारा यादहरू छोडेर गयो सारा यादहरू रोएर बिते मेरा रातहरू रोएर बिते। मलाई मन पर्छ कि यो गीत। मलाई यो रोएर बिते मेरो रातहरू भन्ने शब्दहरू चाहिँ मेरो भर्खरै होइन यो गीतले मलाई एकदमै भावुक बनाउँछ कि। मेरो एकजना साथी हुनुहुन्थ्यो 1-2 जना साथीहरू हुनुहुन्थ्यो उहाँले चाहिँ यो मेरो इन्टरभ्यू हेर्नुभयो भने होइन जुन अवस्थामा जहाँ भए पनि होइन खुसी साथ रहनु भन्न चाहन्छु। सबै छ हेर्ने सबै दर्शकलाई हार्दिक स्वागत छ। मसँग गायिका शान्तिला सुब्बा हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। तपाईँको परिचय तपाईँ कहाँबाट बिलोङ गर्नुहुन्छ भन्नु? सम्पूर्णमा नमस्ते, मेरो नाम चाहिँ शान्तिला सुब्बा, मेरो घर तेह्रथुम हो छथर। अहिले चाहिँ म ललितपुर बस्छु। बस्दै आउनु भएको छ। मैले सुरुमै मलाई ओके छ भने होइन के छ ओके छ एकदमै त्यही मलाई ओके छबाटै सुरु गरौँ न त है। हुन्छ। जिन्दगीको यो लामो यात्रा सँगै हिँडौँ कालो तिमी र म मात्र नजर ठोकेछ मैतिर हेर्यौ र नजर ठोकेछ तिमीलाई मन परे मलाई ओके छ मलाई ओके छ। मलाई पनि ओके छ। पैसा त तिर्नु पर्दैन नि कसैलाई के पर्छ? कस्तो पैसा भन्नुभएको? ल ठिक छ, तपाईँले नबुझेको अडियन्सहरूले पक्कै बुझिसक्नु भएको छ। मलाई ओके छ भन्ने गीत भन्दा तपाईँको पहिले पनि गीतहरू रेकर्ड छन् बजारमा छन् कि यो गीत नै पहिलो हो कि अर्थात् कति नम्बरको गीत हो यो 3-4 नम्बरको होला। पहिला अरू पनि बढी नै क्लिक भएको चाहिँ यही हो कि अरू पनि छ? यही हो, यो सबैभन्दा बढी क्लिक भएको गीत हो यो। अहिले सबैले सुनिदिइरहनु भएको छ। सबै पूर्वेली कलाकार पूर्वेली गायिका तपाईँ अनि फेरि टोटली यो काठेतिर ढल्किनु भएछ। कतिको गाह्रो हुँदो रहेछ काठेतिर पूर्वेली गाउँदा गाउँदै अर्थात् लोकदोरी गाउँदा गाउँदै काठेतिर जाँदा अलिकति गाह्रो? मलाई चाहिँ त्यस्तो गाह्रो भएन। टोन पूर्वेली र काठेको उस्तै जस्तो लाग्छ, त्यही भएर खासै गाह्रो लाग्दैन।
लागेन भनौँ न। कति सालमा आउनुभएको थियो तपाईँ 5 थरबाट सरी तेह्रथुमबाट काठमाडौँ गीत गाउनको लागि भन्नु? अब यति साल नै भनेर त मैले 7-8 वर्ष भइसक्यो। यही सालमा भनेर चाहिँ मलाई थाहै भएन। के थियो तपाईँको सपना गीत गाउँछु नै भनेर काठमाडौँ ओर्लिनु भयो कि होइन अरू केही नै गर्छु भनेर पछि गीत सङ्गीतमा मोह भयो कि गाउँमै हुँदाखेरि गाउनुहुन्थ्यो कि कस्तो थियो? म गीत गाउँछु नै भनेर त छिरेको होइन र पनि अब गाउँमा दुःख थियो। मेरो नानी सानो थियो, अब नानीले पढाउनु पर्ने, मसँग खर्च हुँदैन थियो। अनि म पनि केही पैसा कमाउँछु, अब घरमा मात्रै बसेर त नहुने रहेछ जस्तो लाग्यो होइन। म आफैले म गर्छु, आफैले बनाउँछु आफ्नो स्ट्रगल भनेर म लागेको। तर काठमाडौँ छिरेपछि मलाई एक्कासी यस्तै गीत गाउने रहर लाग्यो क्या। अनि तपाईँले भन्दै गर्दाखेरि आर्थिक स्थितिको समस्या थियो भन्दै गर्दा आर्थिकमा कस्तो केही तपाईँको एकदम लोवर फ्यामिलीबाट बिलोङ गर्नुहुन्थ्यो तपाईँहरू? हजुर, एकदम हामी आर्थिक कमजोर भएको मान्छे हो। मम्मी हुनुहुन्छ, बुवा हुनुहुन्छ। अनि पहिलादेखि नै हामी एकदम कमजोर भएको मान्छे हो। अब पढ्न पाइँदैन थियो। अब धेरै अब हाम्रो आर्थिक अवस्था राम्रो भएको भएदेखि त पढेर हामीले पनि कुनै राम्रो जागिरहरू खान सक्थ्यौँ होला। अनि आफ्नो स्ट्रगल आफैले मजाले राम्रोसँग करियर बनाउन सकिन्थ्यो होला, सकिएन। आफैले जे गरे पनि आफैले जति सकिन्छ जे गरिन्छ आफैले गर्नुपर्ने स्थिति थियो, जो सपोर्ट भन्ने चाहिँ थिएन, कसैबाट थिएन कि हामीलाई। यसो तपाईँको मैले सुनेअनुसारमा यदि गलत छैन भने तपाईँको घरमा पनि आग लागि भएको थियो। हजुर, त्यो कस्तो के भएको थियो त्यो बेला चाहिँ? त्यो त्यतिखेर त्यो आगो लाग्नुभन्दा पहिला भाइ पनि आगोमै परेर मर्नु भएको थियो। अनि हजुर, अनि भाइ मरेको आगोबाट मरेको 6-7 वर्ष होइन, 6-7 वर्ष होइन 10-15 वर्ष पछाडि फेरि घरमा आगो लागि भएको। त्यतिखेर चाहिँ अब हामी घरमा थिएनौँ। अब घरदेखि अलिक परतिर एउटा बजार छ, चोक छ, त्यहाँ हामी बजार गएको थियौँ। त्यतिखेर चाहिँ यता घरमा आगो लागि भएको थियो कि हाम्रो घरमा। अरू त्यति बेला चाहिँ अरू मान्छेहरूको चाहिँ केही पनि भएन? खास चाहिँ केही भएन हाम्रो, मात्रै यसरी मेरो ठुलो बुवाको घर यस्तो नजिकै छ होइन, यस्तै जोडिएको घर छ। तर त्यही जोडिएको घर पनि यति थोरै पनि नछोएको कि हाम्रोलाई मात्रै लागिरहेको थियो। कहिलेकाहीँ भन्छन् नि यो एउटा घटना चाहिँ जस्तो सुकै अवस्था जस्तो सुकै परिस्थितिमा पनि त्यो खालको त्यो समयलाई सम्झिनु भयो भने त्यो भाइको डेथ अनि घरमा आगो लागेको समय अहिले चाहिँ तपाईँले फिल गर्दै गर्दा एकान्तमा हुँदै गर्दा केही चिजहरू सोच्दै गर्दा त्यो चिजले तपाईँलाई कतिको सताउँछ, कतिको छटपटी बनाउँछ? त्यो धेरै सताउँछ। त्यतिखेर भाइ डर्दाखेरि हाम्रो दिदीको बिहे हुन लागेको थियो, ठुलो भएको छोरीको। त्यतिखेर मम्मी धेरै रुनु भएको थियो। मम्मी सँगसँगै आफू पनि रुन्थ्यो। तर किन रोयो भनेर मलाई थाहा हुँदैन थियो होइन। आज पनि सम्झिँदाखेरि होइन भन्नै सकिन्न। अरू रोएको देखेर तपाईँ रुनुभयो, तर के कारण हो यो रुनु, मम्मीहरू के रुनु भएको छ भनेर थाहा थियो? त्यस्तो भएको थियो। अनि घर जलेपछि, घर जल्दाखेरि पनि हामी रुखको फेदमा बसेर आकाश हेरेर सुत्थ्यौँ कि त्यतिखेर कसैले पनि हामीलाई होइन यहाँ बसौँ भन्ने खालको कुरा गर्नुहुन्न थियो। त्यो भनेपछि वरिपरिको मान्छेहरू गाउँका छरछिमेकीहरूले चाहिँ ल मेरोमा आऊ बस, कि तिमीहरूको त्यो जो नहुँदासम्म मेरोमा आऊ भन्ने त्यस्तो खालको भावना थिएन? कसैले त्यस्तो भनेन। खाली जमिनमा सुत्नुपर्ने बस्नुपर्ने कति समयसम्म बस्नुभयो तपाईँहरूको परिवार? त्यसरी 2 रात 3 रात जस्तो बस्यौँ। अनि त्यसपछि यताउति गरेर गाउँतिरबाट यसो अलिअलि सहयोग आउन थाल्यो। अनि भाटाहरू यस्तो रुखको भाटाहरू होइन, यस्तो के बाँस काटेर अनि बाँसको सानो टाटी घर बनाएर कटेज बनाएर बस्यौँ। अहिले चाहिँ मम्मीहरू हुनुहुन्छ, बुवाहरू हुनुहुन्छ, उहाँहरूसँग यस्तो विषयमा कहिलेकाहीँ कुरा गर्नुहुन्न हाम्रो अवस्था त्यस्तो थियो, मम्मी त्यस्तो थियो भन्ने जस्तो चाडबाडको कुराहरू आउला होइन? त्यस्तो बेला कुराहरू हुन्छ कि हुन्न? हुन्छ।
अहिले पनि मम्मी एकदम होइन मम्मी बिरामी भइरहनुहुन्छ बुवालाई पनि सुगरले 17 दिनकै बुवाले पनि औषधि खाएर बसिरहनु भएको छ गाउँमा यहाँबाट म आफैले होइन कहिलेकाहीँ हेर्छु पैसाहरू पठाइदिन्छु मसँग जति छ त्यतिले होइन अनि मम्मीले अस्ति नै म आउँछु मेरो उपचार गर्न पर्यो मलाई गाह्रो भयो भन्दै हुनुहुन्थ्यो मसँग पैसा थिएन अनि 1-2 दिन पख्नु मसँग भयो भने म बोलाउँछु भनेर भनेको छु तपाईँ त्यही बिचमा पनि तपाईँ परदेश पनि जानुभयो आर्थिक अवस्थाकै कारण तपाईँ प्रदेश पुग्नुभयो कति वर्ष जति बस्नुभयो प्रदेशको दुःख पनि त्यति सजिलो त छैन अरूको देश थिएन परदेश पनि बसेँ म 3 वर्ष 3.5 वर्ष जस्तो बसेँ तर धेरै एकदम दुःख थियो कठिन थियो तर मैले त्यो कठिनहरू कसैलाई सुनाएन मम्मी बुवालाई पनि कसैले सुनाएन मैले कति दुःख पाएँ के गरेँ त्यो मलाई मात्र थाहा थियो मैले आज होइन आज यही मिडिया मार्फतबाट मैले यो कुरा भन्दैछु मैले कसैले पनि सुनाएन भनेर दुःख थियो परदेशको ठाउँमा अर्काको घरमा काम गर्नुपर्ने थियो कुवेत गएको थिएँ म कुवेतमा जानुभएको थियो 3 वर्ष जति बस्नुभयो अनि आफूले सोचेको जस्तो तपाईँले जे सपना देखेर जानुभएको थियो जे सोचेर जानुभएको थियो त्यो पुरा भयो तपाईँको कुवेत 3 वर्ष बस्दा कि भएन भएन मैले केही गर्न सकेन बरु यहीँ काठमाडौँ आएर अलिअलि होइन अब गीत गाउन सिकेँ गीत गाएँ अलिअलि कमाएँ त्यो बरु मैले विदेशमा भन्दा बरु नेपालमै आफ्नो करियर बनाउन सकिरहेको छु विदेशमा हुँदा त्यति बेला तपाईँले गीत गाउनुहुन्न थियो भनेपछि पछि गाउनु थाल्नुभयो पछि गएको मैले यहाँ आएर मात्रै हो विदेशमा हुँदा त्यति बेला तपाईँले गीत गाउनुहुन्न थियो भनेपछि पछि गाउनु थाल्नुभयो पछि गएको मैले यहाँ आएर मात्रै हो नेपाल आएर पहिलो सहकारी कोसँग थियो त्यो सम्झिन चाहनुहुन्छ कि हुन्न अहिले याद छ कि छैन यो गीत सङ्गीतमा सम्झिन्छु म पहिलो सहकारी भनेको मैले यो सिलिचुङ टिभीको मिडियाको दाइ इन्द्रजी जीविसा हुनुहुन्थ्यो उहाँलाई मैले फेसबुक मार्फत चिनेको थिएँ अनि उहाँसँग कुरा भयो अनि त्यहाँदेखि मैले गीत गाएकोहरू फेसबुकतिर मैले हालिरहेको थिएँ कि अनि दाइले तिमी त राम्रो गीत गाउँदो रहेछौ भन्दै भन्नुभयो अनि मनपर्छ गीत गाउनै यताउति भनेर मैले भन्ने अनि त्यति बेला जस्तो गीत गाउने समयमा त्यो जब गाउने हुनुभयो त कुवेत जानुभयो कुवेत पनि आफ्नो सपना पुरा भएन भनिहाल्नुभयो अब यहाँ आएर पनि लगानी गर्नुपर्थ्यो गीत गर्नका लागि भिडियो गर्नका लागि लगानी गर्नुपर्थ्यो अडियो गर्नका लागि हरेक चिज जहाँ जे सुकै गर्नुपर्ने छ सबै लगानी गर्नुपर्थ्यो त्यो अवस्थामा गीत गाउने रहर मात्रै भएर पनि हुँदैन के थियो त्यति बेलाको आर्थिक चाहिँ त्यतिखेर मैले काम गरेको थिएँ काठमाडौँमा आएर डोरीमै काम गर्न सुरु गरिसकेको थिएँ त्यही त मैले अस्ति नै पनि भनेको थिएँ अर्को मिडियामा पनि भनेको थिएँ म महिनाको 7,000मा काम गर्थेँ डोरी साँझमा हजुर 7,000मा काम गर्थेँ त्यतिखेर त्यो 7,000ले कतिको खुसी दिँदो रहेछ साँच्चीकै आफ्नो मेहनत आफूले काम गर्दै गर्दाको त्यो 7,000 त कतिको ठुलो लाग्दो रहेछ कतिको महत्त्व लाग्दो रहेछ त्यसमा मलाई एकदम खुसी लाग्थ्यो 7,000 महिनाको 7,000 कमाउँदाखेरि यति खुसी लाग्थ्यो होइन यति भए पनि मेरो पसिना हो मैले कमाएको हो भन्ने लाग्थ्यो मलाई एकदम खुसी लाग्थ्यो कि अनि त्यही 7,000 जम्मा पार्दै मैले राखेर एउटा सानो खुत्रुकेमा राखेको थिएँ अनि त्यही पैसाले अनि त्यही दाइ आएर होइन दाइ र मैले नै त्यो खुत्रुके फुटाएर अनि यो गीतले गीत बनाउने भनेर दाइसँग कुरा गरेर अनि मैले गीत बनाएँ त्यो मेहनतको गीत कुन थियो अब त्यो दर्शकले पक्कै पनि सुन्न चाहिरहनु भएको छ यति बेला त्यही तपाईँले त्यो खुत्रुके फुटाएर महिनाको 7,000 डोरी साँझमा काम गरेर जम्मा गरेको त्यो पैसाले बनाएको गीत तपाईँलाई अझ धेरै तपाईँको जीवनको त धेरै ठुलो महत्त्व होला त्यो गीत दर्शकलाई सुनाइदिनुहोस् त चैतको महिना गुरसे फुल्यो घुम्न जाउँ सिलिजुङ लगाइदिउला चुल्ठै भरि टिपेर लिम्जिङफुङ ए हावा सरर तिम्रै छ माया यो मनमा नपर्दो धारा तिम्रै छ माया यो मनमा नपर्दो धारा जस्तो उति बेला जो 7,000 जम्मा गरेर गीत गर्नुभयो र अहिले त 7,000 पक्कै पनि छैन होला उति बेलाको 7,000 को महत्त्व र अहिलेको यो पैसाको महत्त्व चाहिँ कतिको भिन्नता हुँदो रहेछ कतिको फरक पाउनुहुन्छ तपाईँ धेरै भिन्नता छ अब उतिखेर 7,000 थियो 7,000 भए पनि मलाई कति धेरै कमाए जस्तो लाग्थ्यो अनि त्यो कमाइ अनुसार फेरि म डोरीमा साथीहरूसँग धेरैसँग हेपाइ खान्थेँ कि मैले
मलाई गीत गाउन त्यति आउँदैन थियो होइन हजुर सिक्दै हुन्थेँ मलाई दोहोरी गाउन आउँदैन त्यो हल्का यस्तै पूर्वेली गीतहरू गाउँथेँ अनि छोप्नु मात्रै दिए पनि मलाई कति खुसी हुन्थ्यो जस्तो लाग्थ्यो क्या दोहोरी गाउन स्टेजमा गएर माइक समातेर अरूले गाएको पछाडिको छोपिदिए मात्रै पनि यति खुसी लाग्ने थियो यस्तो खुसी लाग्थ्यो अनि त्यति पाए पनि मलाई कति खुसी हुन्थेँ अनि अब अहिले चाहिँ फेरि अहिले त अब पहिलाको हेरे त कहाँ हो होइन त्यस्तो छ अनि अहिले त अब मैले डोरीमै काम गरेर अहिलेको सेलरले मेरो नानीलाई पढाउन पाइरहेको छु अब आफूले पनि होइन आफूलाई पनि अब जस्तो मन लाग्छ त्यस्तैहरू पुर्याइरहेको छु त्यसमै खुसी लाग्छ अनि छोरी पनि हुनुहुन्छ कति वर्षको हुनुहुन्छ कति कक्षामा पढ्नुहुन्छ अहिले मेरो छोरी अहिले ठ्याक्कै अस्ति माघमा 13 वर्ष पुगेर होइन 12 पुरा भएर 13मा लागिरहेछ अहिले 8मा पढ्दैछ जो अहिले छोरीलाई पनि तपाईँले आफै दोहोरी साँझमा काम गरेर पढाइरहनु भएको छ छोरीको बुवा चाहिँ कहाँ हुनुहुन्छ उहाँ अहिले खै कता हुनुहुन्छ भनेपछि तपाईँहरू सँगै हुनुहुन्न अहिले रिलेसनमा हुनुहुन्न मतलब अहिले हामी अलिक टाढा टाढै छौँ जस्तो कलाकारिता क्षेत्रमा आउँदै गर्दाखेरिको सङ्घर्षलाई पनि सम्झिनुहोस् त एकचोटि जो कुवेतमा त गइसक्नुभयो आउँदा गएर ढुकुर खुद्रुके फुटाएर गीत पनि गर्नुभयो होइन अहिलेको यो करेन्ट भर्खरको अवस्था चाहिँ कस्तो छ अब चाहिँ म एउटा गीत गरिहाल्छु राम्रो गर्न सक्छु है भन्ने छ कि कस्तो छ अहिलेको अवस्था चाहिँ सक्छु अब होइन तर यही यस्तै व्यक्ति भइसँग गर्छु भनेर चाहिँ मैले अहिले सोचिसकेको छैन अस्ति एकचोटि सोचेको थिएँ होइन कोसँग चाहिँ गर्छु भन्ने फेरि पनि मलाई अस्ति नै एकचोटि सरोज दाईसँगै एकचोटि अब फेरि गर्छु म दाईसँगै गर्छु भन्ने भएको थियो कुन गीत सुनौँ त एउटा सरोजको तपाईँलाई यति मनपर्छ भने सरोज लामिछानेको पक्कै पनि गीत गाउन तपाईँलाई आउँछ नै आज मलाई के भयो हेन्सम ठिटो सा भेट भयो फुलमा मौरी हाँगैमा बारुला तिम्रो माया कसरी मारुला तिम्रो नि माया कसरी मारुला केही व्यक्तिगत कुराहरू म अझै पनि के राख्नुपर्ने छ तपाईँले सोध्न चाहिँ छुट्याइदिनु भयो भन्ने छ केही छैन मेरो फेसबुकमा फोटोहरू पनि मैले अपलोड गरेको प्राय हाँसेकै फोटोहरू हुन्छ होइन कस्तो अहिले जहिले तैँले दाँत देखाएको भन्छन् मलाई जहिले हाँस्नु मन लाग्छ क्या साथीहरूसँग भेट हुँदाखेरि अनि कुरा गर्दै अब त्यस्तै सानो कुराले फेरि कस्तो छिटो हाँसो आउँछ कि त्यही भएर म अभागी अरे के छिटो रुयो भने अब एउटा गीत गाइदिनुहोस् त लोकदोहोरी कुन गाउनुहुन्छ अन्त्यतिर छौँ हे सिरन भिज्यो सम्झेर रुनाले आउन पाइन बन्धनमा हुनाले फुलमा भमरा आउँदै गर निरमाया माया नमारा आउँदै गर निरमाया माया नमारा 13 थुममा हुँदाखेरि यी गीतहरू सुन्नुभयो होला है तपाईँले गाउँपाखामा बस्दै गर्दा गोठालो जाँदै गर्दाको समय कस्तो थियो यो गीतहरू चाहिँ सायद उति बेला त क्यासेटमा हुन्थ्यो होला तपाईँको याद छ होला तपाईँलाई त झन् मलाई भन्दा बढी नै याद छ होला तपाईँलाई म चाहिँ यो क्यासेटमा भन्दा पनि त्यो सानो बुवाले रेडियो किनिदिनु भएको थियो म गोठालो जान्थेँ त्यतिखेर म रेडियो सुन्ने गर्थेँ त्यतिखेर यो उकाली ओह्राली भन्ने जो बिर्सेको त्यो धेरै पछि धेरै अगाडिको कुरा हो कि उकाली ओह्राली भन्ने कार्यक्रम सुन्थेँ क्या त्यतिखेर यो गीत एकदम मन पर्थ्यो क्या एकदम दिनमै आउँथ्यो क्या दिनकै बर्थ्यो क्या एकदम मन पर्थ्यो नि त्यति बेला म पनि यिनीहरू जस्तै कलाकार बन्छु यस्तै गीत गाउँछु म पनि यो रेडियोमा गुन्जिनु मन छ जस्तो लाग्दैन थियो त्यस्तो चाहिँ लाग्दैन थियो मलाई यस्तो गाउने मान्छेहरू कस्तो होला है जस्तो चाहिँ लाग्थ्यो मलाई थामेर किन छोड्यो हातहरू रोजेर फेरि तोड्यो साथहरू छोडेर गयो सारा यादहरू छोडेर गयो सारा यादहरू रोएर बिते मेरा रातहरू रोएर बिते मलाई मनपर्छ क्या यो गीत
मा पनि भावुकता छ तपाईँसँग भनेपछि काहीँ न काहीँ यो चिजले पनि तपाईँलाई टच गरिराखेको छ। हजुर खास के छ यो गीतका शब्दहरू, कुन शब्दले के कारणले गर्दा तपाईँलाई भावुक बनाउँछ? मलाई यो रोएर बिते मेरो रातहरू भन्ने शब्दहरू चाहिँ मेरो भर्खरै होइन, यो गीतले मलाई एकदमै भावुक बनाउँछ कि। मेरो एकजना साथी हुनुहुन्थ्यो, एक दुईजना साथीहरू हुनुहुन्थ्यो, उहाँले चाहिँ यो मेरो इन्टरभ्यू हेर्नुभयो भने होइन, जुन अवस्थामा जहाँ भए पनि होइन खुसी साथ रहनु भन्न चाहन्छु। मलाई एकदम विशेष हजुर थियो त्यो चिज पनि, र त्यो चिजले तपाईँलाई अहिले हट गर्छ। हजुर उहाँले भिडियो हेर्दै हुनुहुन्छ भने पक्कै पनि त्यो चिज त्यो दिनलाई सम्झिनुहुनेछ भन्ने नै सोचौँ। तपाईँ एकछिनमा रोइदिनुहुन्छ, एकछिनमा हाँसिदिनुहुन्छ। जो पीडा तपाईँसँग छ, जो कोही मान्छे यसरी हाँस्दिन सक्दैन, रुँदा रुँदै हाँस्ने मान्छे हो तपाईँ, तर सधैँ हाँसिरहनुहोस् भन्छु म त। हस्, धन्यवाद। हजुरको बोली सधैँ लागोस् मलाई। अब हामी अन्त्यमा छौँ। जो तपाईँले गाउनुभएको गीत र सरोज लामिछानेले गाउनुभएको सरोज लामिछाने युट्युब च्यानलमा छ, बजारमा छ, त्यो गीतलाई लिएर दर्शकलाई के भन्नुहुन्छ? भर्खरै सरोज लामिछाने युट्युब च्यानलबाट सरोज लामिछाने दाइ र मैले गाएको मलाई ओके छ बोलको गीत हामीले बजारमा ल्याएका छौँ। सबैजनाले सुनिदिनु होला। देश विदेश जति पनि हाम्रो होइन, सबै दाजुभाइहरूले, आमा बुवाहरूले जहाँ जस्तो अवस्थामा भए पनि होइन, सुन्नु, मन पराइदिनु, माया गरिदिनु भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। मिठो गीत गाउनुभयो। एकछिन रोए पनि एकछिन हाँस्नुहुन्छ। सधैँ हाँसी चाहिँ रहनुहोस् है त। शुभकामना।
क्यासेटमा भन्दा पनि त्यो सानो बुवाले रेडियो किनिदिनुहुन्थ्यो कि किनिदिनु भएको थियो। म गोठाल जान्थेँ त्यतिखेर म रेडियो सुन्ने गर्थेँ। त्यतिखेर यो उकाली ओह्राली भन्ने जो बिर्सेको त्यो धेरै पछि धेरै अगाडिको कुरा हो कि उकाली ओह्राली भन्ने कार्यक्रम सुन्थेँ क्या। त्यतिखेर यो गीत एकदम मन पर्थ्यो क्या, एकदम दिनमै आउँथ्यो क्या, दिनकै बज्थ्यो क्या, एकदम मन पर्थ्यो नि त्यो। लाग्दैन थियो त्यति बेला म पनि यिनीहरू जस्तै कलाकार बन्छु, यस्तै गीत गाउँछु, म पनि यो रेडियोमा गुन्जिनु मन छ जस्तो लाग्दैन थियो? त्यस्तो चाहिँ लाग्दैन थियो मलाई। यस्तो गाउने मान्छेहरू कस्तो होला है जस्तो चाहिँ लाग्थ्यो मलाई। हे सिरन भिज्यो सम्झेर रुनाले, सम्झेर रुनाले, आउन पाइन बन्धनमा हुनाले, फुलमा भमरा आउँदै गर निरमाया, माया नमार, आउँदै गर निरमाया, माया नमार। 7,000 भए पनि मलाई कति धेरै कमाए जस्तो लाग्थ्यो। अनि त्यो कमाइ अनुसार फेरि म दोरीमा साथीहरूसँग धेरैसँग हेपाइ खान्थेँ क्या मलाई गीत गाउन त्यति आउँदैन थियो होइन। हजुर सिक्दै हुन्थेँ। मलाई दोरी गाउन आउँदैन, त्यो हल्का यस्तै पूर्वेली गीतहरू गाउँथेँ। अनि छोप्नु मात्रै दिए पनि मलाई कति खुसी हुन्थेँ जस्तो लाग्थ्यो क्या दोरी गाउन। स्टेजमा गएर माइक समातेर अरूले गाएको पछाडिको छोपिदिए मात्रै पनि यति खुसी लाग्ने त्यो बेला? यस्तो खुसी लाग्थ्यो। अनि त्यति पाए पनि मलाई कति खुसी हुन्थेँ। अनि अब अहिले चाहिँ फेरि अहिले त अब पहिलाको हेरे त कहाँ हो होइन, त्यस्तो छ। अनि